हेलो साथीहरू, अहिले चाहिँ हामी यहाँनिर मकै भुट्दैछौँ है। किन भन्दाखेरि चाहिँ भोलि बिहानै उठेर हामी नेपाल ताप्लेजुङको पाथिबाट ठुलो पाथिबाट जानु लागेको छौँ र अदुवा अनि मकै लिएर गयो भने चाहिँ लेख लाग्दैन अरे। त्यसले गर्दाखेरि चाहिँ हामी एकदमै यो मकै र अदुवा चाहिँ ठुलो औषधिको काम गर्छ र साथीहरू तपाईँहरू पनि जानुहुँदैछ भने यो मकै अदुवा चाहिँ लानु नबिर्सिनु होला। ल अहिले भने हामी पाथिबाट जानु आँटेको छौँ है दुईजना। ल बहिनी गएको ल हुन्छ। अहिले चाहिँ पानी आउँदैछ हल्का। अब लागेको हामी। मैले चाहिँ पाथिबाट जाने इच्छा चाहिँ धेरै अगाडिदेखि सोचेको थिएँ, बल्ल पुरा भयो। यहाँनिर पशुपतिमा आएर चाहिँ पर इन्डियाको रहेछ रेकर्ड राख्ने एसएसबी, अन्त यता नेपालको त्यहाँ पनि एन्ट्री गर्नुपर्दो रहेछ। यो सानसानो अफिसहरूमा सबैमा एन्ट्री गर्नुपर्दो रहेछ। यहाँ कतिवटा छ भने 1 2 3 4वटामै जानुपर्दो रहेछ है। यहाँ चाहिँ भन्सार काट्ने ठाउँ रहेछ, पशुपति नगर भन्सार कार्यालय। यहाँदेखिको चाहिँ पास लिएर जानुपर्ने रहेछ। त्यो अफिस होइन, यता पो रहेछ। यता चाहिँ अफिस त लेखेको छ, जानुपर्ने चाहिँ टाउन रहेछ। कि भन्सार काटेर चाहिँ अब यो अफिसमा गएर भन्सारहरू काटेर है सबै कुराहरू गरेर चाहिँ हामी सिधै त्यहाँदेखि ताप्लेजुङतर्फ लाग्यो है। आजको यात्रा चाहिँ हामी यो भन्सार काटिसकेर सुरु गर्दैछौँ। यहाँ चाहिँ पुल बगाएको रहेछ र चाहिँ खोलाको बाटो जानु पर्दो रहेछ। यो मध्य बर्खामा त अन्त यो त सबै डुबाउँछ होला है। पुल चाहिँ उपर रहेछ, त्यो कन्स्ट्रक्सन नयाँ होला है। के खोजेको फेरि त्यहाँ चाहिँ यता छटै पुगाइदिएको रहेछ नि त। त्यही माई खोला हो। अटो यस्तोमा पनि कुद्दो रहेछ। यहाँ पनि च्यादरको घर कस्तो दामी है। छेउभित्र सबै च्यादर। अहिले चाहिँ हामी यसरी हिँड्दै हिँड्दै है, यो हामी लङ ट्राभल गरेको, माथि डाँडामा गरेको, तल खोलामा पुग्दै पुग्दै हामी फिदिम बजार पुग्यो है। अहिले चाहिँ हामी एकदमै हाम्रो यात्रा चाहिँ गफ गर्दै 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 यो फिदिम बजार भएर चाहिँ यहाँनिर जाँदैछ र साथीहरू एकदमै यो चाहिँ हाम्रो अहिले बिहान नै सुरु गरेको यात्रा हो र हामी चाहिँ आज त्यो ठुलो फेदीमा गएर बसेर भोलि चाहिँ एकदमै त्यहाँ दर्शन गरेर फर्किनु पर्ने छ। त्यसले गर्दा चाहिँ हामी दुईजना हस्बेन्ड वाइफ चाहिँ एकदमै गफ गर्दै गर्दै लाग्यौँ। अहिले चाहिँ हामी ताप्लेजुङ आइपुग्यो। बिहान 6 बजी हिँडेको, अहिले 4:40 हुन लागेछ। यो चाहिँ ताप्लेजुङको गेट। कस्तो अँधेरो पो देख्दो रहेछ। ए पहिला यसमा बस्नु लाग्यो अरे। अहिले चाहिँ हाम्रो गाडी यहाँनिर राखेर यो दर्शन होटल भन्नेमा राखेर चाहिँ हामी यो 4 व्हिलर गाडीमा चाहिँ अब माथि तल्लो फेदी भन्ने जग्गामा जानु आँटेको छ। प्यारिस यो भाइ चाहिँ हाम्रो ड्राइभर। हाम्रो गाडी यहाँ छोडेर लक गर्यो चाबी। अब भने हाम्रो यात्रा सुरु भयो।
यो चाहिँ पाथिभरा जाने रोड रहेछ यो खोज्नु गएको छैन यहाँ यस्तो छ सबै किन्थ्यो नि नि तपाईँदेखि न यता पो दामी रहेछ पैसा झर्न आएर ल है कता यहाँ बाफ्रे यस्तो यस्तो बाटो चाहिँ हिँड्नु पर्दो रहेछ है गाडीहरू बाफ्रे हाम्रो उताको सानसानो गाडी बोलेरो टियुबीहरू त नसोच्दा पनि हुने रहेछ यो हाम्रो गाडी अगाडि जाँदैछ अम्बो के डेन्जर यस्तोमा चाहिँ है हिँडेको हो नि हौ यहाँ यो रुखले गर्दाखेरि चाहिँ हामी ट्रान्जिटमा जानु पर्दैछ यस्तो भएछ हाम्रो बाटोमा पाथिभरा जाने बाटो चाहिँ सो डेन्जरस ल अहिले चाहिँ हामी यहाँ सानो फेदीमा आएर अब ठुलो फेदी जाँदैछ पापा हेर्नु त अहिले कति बज्यो टाइम ए बज्यो नि हो यहाँ 7 बज्यो 7 बजे छ हो अब हामीलाई 1 घन्टामा चाहिँ माथि पुग्छ भन्दैछ 2 किलोमिटर चाहिँ कभर हुन्छ पहिला थिएन नि यो किनभने भोलि चाहिँ हामी जसरी भए पनि वापस जानु छ अनि त्यसले गर्दाखेरि चाहिँ अहिले हामी जाँदैछ अब मलाई अलिकति देखाइदिनु त यहाँ टर्च लाइट कन्टेन्ट क्रिएटर चाहिँ यता हो यहाँ यो चाहिँ हो ठुलो फेदी टर्चले मलाई देखाउनु ए सानो फेदी अब हामी ठुलो फेदीमा जाँदैछ अन्त हामी यहाँ ठुलो फेदीमा जानुको लागि पनि नि पुरा हिँड्नु पर्दो रहेछ 3 घन्टा चाहिँ हामी हिँड्यौँ है त्यहाँदेखि यहाँनिर एउटा दोकान रहेछ हामीले चाहिँ सानसानो ब्याग बोकेको थियो फेर्ने लुगाहरू खानेकुराहरू त्यो पनि बोक्नु नसकेर चाहिँ एउटा भाइलाई बोकाएको थियो अनि केजीको 60 रुपिस गरेर लिँदो रहेछ र चाहिँ यहाँ तौलिँदैछ 10 केजी 600 ग्राम ए है यहाँ चाहिँ हामी कफी खानु बसेको 636 रुपैयाँ यो टासेको रहेछ पल्टम हुन्छ हुन्छ पर्दैन यहाँ चाहिँ बल्लु डाँडा भन्दो रहेछ यहाँ अङ्कलले दाजुले गर्नुहुँदो रहेछ दोकानहरू रहेछ यहाँ हो अन्त तलबाट आउँदाखेरि अलिकति एनर्जी गेन गर्नु चाहन्छ यहाँ आएर कफी टीहरू खाएर जानु सक्दो रहेछ लगाएको अहिले गर्मी भइहाल्छ जाडो भयो चिसो लाग्छ फेरि अब फेरि हामी ठुलो फेदीतर्फ लागेको ल छाता टेक्दै हामी चाहिँ माथि गएर किन बस्ने भन्दाखेरि चाहिँ 2 किलोमिटर भए पनि कभर हुन्छ भोलि चाहिँ हामी छिट्टै गएर फर्किनु पर्नेछ सिक्किमतर्फ र चाहिँ भ्याउँदैन भनेर ड्युटी जानुपर्छ मन्डे त्यो पनि मिटिङ छ त्यो एटेन्ड गर्नैपर्छ भनेर चाहिँ हामीले चाहिँ अब दुःख गर्दैछौँ राति भए पनि ठुलो फेदीमा पुग्ने फाइनली हामी ठुलो फेदीमा पुगेर रुम मिलाएर पनि तातो मामहरू खानु बस्यो एकदमै फ्रेस एन्ड रिल्याक्स फिल भइरहेको थियो अन्त थाकेर हामी त बेलुका सुती पठाइहाल्यो यो बिहानै उठेर 3 बजीतिर मैले भिडियो गरेको है यो चाहिँ रुम देखाउनको लागि रुम चाहिँ यति सानो त्यहाँदेखि लगेर त्यो भित्ता उतापट्टिबाट त्यहीँ उभिएको जग्गासम्म चाहिँ 2 जना मुभमेन्ट गर्ने ठाउँ पनि थिएन र यो चाहिँ अहिले बिहान हामी हिँड्नु लागेको भिडियो हो कति बजे अरे अहिले गुड मर्निङ फ्रम ठुलो फेदी यहाँनिर चाहिँ अब हामी जानु आँटेको यहाँ बोलेर भाइ बसिरहेछ है पापा चिया खाँदैछ ब्ल्याक टी देखाउनु नि म चाहिँ नखाएको म चाहिँ चियै खाँदैन अब जानु आँटेको छ यो चाहिँ ठुलो फेदी हामी चाहिँ यहाँ आएर बसेको थियो यहाँबाट सामानहरू किन्यो ल अब चाहिँ हामी लगभग 4 बजे होला पाथिभराको यात्रा स्टार्ट गरेको खै यहाँ देखाउनु नि अनुहार पनि देखेन अनुहारमा देखाउनु नि तपाईँको ल हामी चाहिँ फर्स्ट हो यहाँदेखि हिँड्ने
हेरौँ कति बजी पुग्दो रहेछ कति बजी अरे अहिले 4 4 4 यहाँ चाहिँ एउटा मन्दिर यो गेट रहेछ गेटको चाहिँ नजिकै हामी बसेको रहेछ ल जाउँ अहिले चाहिँ हामी 4:45 भएछ अलिक उज्यालो पनि भयो हो एउटा चौतारामा बसिरहेछौँ यहाँनिर हस्बेन्डलाई त देख्दैन पनि रहेछ किनभने अँध्यारो छ पानी आउँदैछ हो अन्त प्रत्येक उकालोमा चाहिँ चौताराहरू बनाइदिएको रहेछ हामी झन्डै 1 घन्टा हिँडेँ है 1 घन्टा हिँडेर यहाँ बसिरहेछ अब चाहिँ अलिकति पानी सानी खानुपर्छ होला यो धागो चाहिँ तलदेखि नै रहेछ सायदै माथि माथि नै पुगिरहेको होला साह्रै स्टिप रहेछ नि त अहिले चाहिँ बिहानीको 5 बजेको छ र हामी चाहिँ ठुलो फेदीबाट हिँडेर निकै माथि आयो 4 बज्नु आँट्दा हिँडेको अब यो साह्रो ठाडो उकालो सबै हिँड्नु पर्नेछ आज हामी 2 जनाको यात्रा मेरो फुलले छ यो फेरि यो उकालो ठाडो सबै हिँड्नु पर्दो रहेछ आउनुहोस् आउनुहोस् यो भित्र बसे अब माथि माथि माथिसम्म सबै सेडहरू गरिदिएको रहेछ ब्याग बोकेर आज बिहानीको ट्रेकिङ मजा आउँदैछ रुखहरू हेर्नु यो उकालो जाँदाखेरि चाहिँ यसरी बस्ने जग्गाहरू थकाइ मार्ने जग्गाहरू ठाउँ ठाउँमा एकदम फेसिलिटीहरू दिएको छ यो चाहिँ रहेछ मिलन चौतारी हामी 2 जना चाहिँ बिस्तारो जाँदैछौँ यो उकालो हिँड्दा चाहिँ स्पिड चाहिँ लिनु हुँदैन रहेछ एकदम बिस्तारो एउटा गति लिएर हिँड्यो भने चाहिँ एकदमै सजिलो पर्ने रहेछ जब हामी छिटो छिटो हिँड्छौँ भने छिटो थाक्दो रहेछ किनभने यो चाहिँ धेरै उचाइमा छ नि त लेक लाग्ने पनि सम्भावना हुँदो रहेछ अहिलेसम्म चाहिँ हामी ठिकै छौँ यहाँ हस्बेन्ड आउनुहुँदैछ अहिले चाहिँ हामी एप्पल खाँदै जाँदैछ हो यहाँ रेस्ट गरिरहेछ हामी पूजा गर्नु गएको नि त अब खाना त खानु भएन र एप्पल खाँदै हुँदैछ आज चाहिँ हामी पाथीबाट पुग्नै लागेको छ दिन पनि खुलिँदैछ र मेरो वाइफ अगाडि ब्याकप्याक बोकेर हामी चाहिँ पाथीभाडाको टुप्पोमा पुगेको छ घाम लाग्ने छ दिन हेर्नुहोस् यस्तो भयो हामीदेखि माथि कुनै पनि हिमाल छैन अब सबै हिमाल मुनि छ र मेरो चाहिँ यो सेकेन्ड ट्रिप हो फर्स्ट ट्रिप चाहिँ मेरो साथीहरूसँग डेडिकेट गरेको थिएँ र यो सेकेन्ड ट्रिप चाहिँ मेरो वाइफले डेडिकेट गरेको छु हिजो राति 8 बजीतिर ठुलो फेरीमा आएर बसेको बिहान 4 बजीदेखि हामीले यात्रा सुरु गऱ्यौँ आज बिहान र अहिले अलमोस्ट 5:30 भयो 5:30 मा यहाँ आइपुगेको छौँ र पहिला आउँदा चाहिँ यो फेसिलिटीहरू थिएन
अहिले चाहिँ फेसिलिटीहरू बनाइदिएको रहेछ र माथि घन्टी बज्दैछ। हामी कहिले पुग्छौँ भनेर आतुर भइरहेछौँ। होइसम्म यो ब्याग चाहिँ मैले बोकेको थिएँ। यो ब्याग चाहिँ अलमोस्ट 4 किलो जस्तो छ। आर्मीको ट्रेनिङ हुँदैछ यहाँनिर। अब हामी पक्कै पनि पुगेर फेरि भिडियो बनाउँछौँ। अहिलेको लागि यति नै, थ्याङ्क यू। हामी चाहिँ अझै यो उकालो यो यो यहाँसम्म त्यही हो ए है। यहाँनिर चाहिँ गुराँस जस्तै तर गुराँस चाहिँ होइन रहेछ। चिमल भन्ने चाहिँ फुलिरहेको रहेछ। कस्तो दामी हुँदो रहेछ। यो घिर्लिङ बनाएकोले गर्दा पुरा रुखहरू काटेको रहेछ है, बनाउने वाला। तर दिन दामी भयो है, घाम लाग्नु आँटेछ। दामी छ भ्यूहरू चाहिँ। यता हेर्नुहोस्। तर एक प्रकार मजा आउँदैछ है। उकालै माथि जानुपर्ने रहेछ। पुग्नै आँटे जस्तो लाग्यो। यो यहाँदेखि गएर यो माथि यता कता जानु पर्दो रहेछ। बाटोमा चाहिँ यस्तो फुल पुरा फुलिरहेको रहेछ, हेर्नु सक्नुहुन्छ। गुराँस भनेको चाहिँ होइन रहेछ, सिमल कि चिमल भन्ने रहेछ। कहाँ जानुभयो? सिरियस? म बोक्छु ब्याग, साह्रो पऱ्यो पनि। बनाए उयो अब चाहिँ हामी पुग्नै लागेको जस्तो फिल भयो। यहाँ चाहिँ एउटा गेट रहेछ, घन्टी नै घन्टी भएको। हजुर अलिक आश हुन्छ यो घन्टी बज्दा त, पुग्नु आँटेछ जस्तो। अब चाहिँ पुग्नै लाग्यो। यसरी घन्टी झुन्डाएको रहेछ बाटोभरि। बर्दाङ पर बर्दाङ रम्फू। तपाईँहरू कता? नाम्ची कहाँ? हामी नाम्ची तिनजिर। वायार छोरहरूको गाउँ परेछ है। वायार छोर चिन्नुहुन्छ? तिनजिरको पुरा सहरमा वायार। के पो वायार छोरको नाम? तिलकहरू चिन्नुहुन्छ? तिलक छेत्री तिमीहरूको भयो। हामीले चाहिँ यहाँनिर सिक्किमकै यहाँनिर मान्छेहरू भेटायो है। अन्त गफहरू गर्दै गर्दै हामी फेरि यो उकालो लाग्यौँ। अहिले चाहिँ हामी यहाँ पाथिभराको माताको पूजा गर्ने ठाउँमै आइपुग्यो। यहाँ सानो कटेजहरू रहेछ। अन्त आइपुग्यो। अब चाहिँ हजुर यहाँ चाहिँ अझै उँभो जानु पर्दो रहेछ है। यहाँ रहेछ घन्टी चाहिँ। यहाँ गेट रहेछ, त्यहाँदेखि हामी चाहिँ माथि जानुपर्ने रहेछ। अहिले चाहिँ हामी यहाँनिर आइपुग्यो। पापा टाइम कति भयो पापा? हजुर वाट्स द टाइम राइट नाउ? 6:30मा चाहिँ हामी पाथिभरामा आइपुगेछ। यो बेलै बेल सबै घन्टीको यसरी कस्तो दामी बनाइराखेको रहेछ है। अन्त घाम लागिरहेछ, कस्तो हामी लक्की रहेछ है। मौसमले पनि सायद
दियो भ्यूहरू हेर्न सक्नुहुन्छ। यस्तो रहेछ है यहाँ टपमा चाहिँ यस्तो रहेछ। घाम लागिरहेछ यहाँनिर गेट रहेछ, मेन गेट यस्तो रहेछ मेन गेट। घाम कस्तो दामी लागिरहेछ एकदमै। हामी त्यो बिहान चाहिँ 4 बज्नु, इन्डियाको टाइममा त 4 बज्नु 15 मिनट थियो। त्यति बेला चाहिँ हामी उठेर हिँडेको है। उकालो यति साह्रो उकालो हिँड्यो तर हामीलाई बिसन्च त्यस्तो केही पनि भएन। अन्त यहाँ आइपुग्दा चाहिँ यति मजाले घाम लाग्यो कि हामीलाई कि त्यो हिँडेको दुःखहरू सबै बिर्स्यो, त्यो थकानहरू सबै मेट्यो। यहाँ गेट रहेछ। पापा यहाँ आउनु त यहाँनिर एउटा फोटो खिच्नु पर्ने रहेछ। 4 बजीदेखि स्टार्ट गरेको हाम्रो जर्नी टक्कै हामी 6:30 आइपुगेको थियो यहाँ। र अब चाहिँ 6:30 भन्दै थियो अघि हामी आउँदा। अहिले कति बज्यो? 7 बज्यो होला। अब चाहिँ हामी यो गेटभित्र पस्छ त्यहाँनिर। अब चाहिँ हामी उकालो लागेको। यस्तो दामी है घाम लाग्यो। पानी पर्दै थियो हामी हिँड्दाखेरि। यहाँ आएर घाम लाग्छ भनेर यादै थिएन मलाई। ल अब भने चाहिँ माता रानीको दर्शन गर्नु जाँदैछौँ। अहिले चाहिँ खास पूजा गर्ने ठाउँमा पुग्यो भन्दा पनि हुन्छ। अब घाम लाग्यो, यस्तो दामी भ्यू। वाह, यो सबै हिँड्दै आएको। यस्तो दामी घाम लाग्यो हामीलाई। आज चाहिँ माता रानीको बुलावट भएको थियो है। आज सन्डेको दिन बिहान 4 बजी हिँडेको। तल गेटमा चाहिँ 6:30 आइपुग्यो। अन्त यहाँ पूजा गर्ने ठाउँमा चाहिँ लगभग 7 बज्नु आँटेछ। यहाँ सानो घरहरू रहेछ। अगाडि गयो हस्बेन्ड वाइफहरू तपाईँहरू उहाँ आइपुग्नु भएको छ। बहिनी चाहिँ हिँड्नु पाएको छैन। यहाँ चाहिँ आइपुग्यो चाहिँ हामी। हजुर हजुर एकदम अब चाहिँ आइपुग्यो। यहाँ गएर चाहिँ हामी पूजा गर्नुपर्नेछ। यहाँ हाम्रो पूजा सुरु भएको छ। यहाँ गणेशबाट सुरु हुन्छ। हामी आज पाथिभरामा पूजा गर्दैछौँ। अन्तमा धेरै हिँडेर हामी यहाँ आइपुग्यौँ। र अन्तमा यहाँ यो पाथिभरा माताको वासस्थान जग्गा। यहाँ गणेशबाट सुरु गरेर पर चाहिँ हामी पूजाहरू गर्छौँ। र यो गणेशबाट सुरु गर्ने। कस्तो राम्रो भयो आजको दिन। घाम लागिरहेछ। पापा त्यहाँ के बोक्नु भएको छ? यो हो लिफा। भेटी लिफा हो नाम पर्दैन। पाथिभरा माताको हामी पूजा गर्न गइरहेछौँ। यो भेटी मियाङछा राई, मनिषा राई एन्ड महेश, रुबल एन्ड नुमा एन्ड फ्यामिली, चाहिँ प्रतिमा प्रशान्त फ्यामिली र मम्मा जनकमाया राई। अब हामी सबैको लागि हामी प्रे गरेर है घरमा मेरो आमाहरू फ्यामिली सबैको लागि प्रे गर्नु हामी आएको छौँ। र आज चाहिँ सन्डेको दिन कति तारिक आज? 18 17को दिन चाहिँ हामीलाई माता पाथिभरा माताले चाहिँ बोलाउनु भएको रहेछ है। धेरै वर्ष अगाडिदेखि मैले इच्छा गरेको थिएँ है
आउने र आज चाहिँ मेरो इच्छा पुरा भयो। माता रानीलाई धन्यवाद। यहाँ शिवजी यहाँदेखि चाहिँ तपाईँको मुनि डाँडा छ। हामी चाहिँ हिमालको टुप्पोमा छौँ। यो चाहिँ पाथिभरा देवीले वासस्थान गरेको डाँडा हो। अब यहाँ पूजा गर्न जाँदैछौँ। गुरुजीलाई सोधौँ न। यहाँ यति बिहानै पनि श्रद्धालुहरू यति ज्यादा आउँदो रहेछ। हामी 4 बजी राति उठेर हिँडेको, कोही 3 बजी हिँडेको रहेछ। हामीले धेरै सिक्किमको मान्छे पनि भेटायौँ। नेपालको त छँदैछ। र आज चाहिँ हामीलाई ब्लेस भयो, किनभने दिन पनि यस्तो राम्रो भयो, यस्तो पानी पर्दै थियो र आज हामीलाई एकदम ब्लेस भयो। र हामीले मेरो आमा, मेरो परिवार, उता वाइफको परिवार, सासुआमा सबैको लागि हामीले प्रेयर गर्दैछौँ है। सबैलाई राम्रो होस् भनेर हामीले प्रेयर गर्दैछौँ। कमसेकम पनि हिजोको गन्ती गऱ्यो भने चाहिँ 5-5.5 घन्टा लागेर चाहिँ हामी यहाँ आइपुग्यौँ। यो माथिको डाँडामा छ, यहाँ पूजाहरू गर्दैछौँ। र अब चाहिँ हामी शिवजीको पूजा गर्न आँटेको। अघि गणेशको पूजा गऱ्यौँ। यहाँ हाम्रो पानी दुधहरू त अब ल्याउनु पाइएन शिवजीलाई हो। मेरो श्रीमतीले पूजा गर्नुहुँदैछ। उहाँको धेरै अगाडिको भाकल हो यो र उहाँको इच्छा पूर्ण भयो। आज उहाँ पनि खुसी हुनुभयो। र मेरो चाहिँ यो सेकेन्ड हो। पहिला चाहिँ म हेडमास्टर JHSबाट एसिस्टेन्ट डाइरेक्टर प्रमोसन हुँदाखेरि आएको थिएँ। फेरि यसपालि त्यस्तै भयो कारणवश म यसपालि चाहिँ एसिस्टेन्ट डाइरेक्टरदेखि डेप्टी डाइरेक्टर भएँ है। यो पनि माता पाथिभराको ब्लेस हो है। भविष्यमा यस्तो ब्लेस हुँदै जाओस् होइन। मै टपमा लैछ नि है, घाम लागेको हेर्नु नि। डाँडाको टुप्पो छैन नि, हजुर एकदम डाँडामा रहेछ नि त। माता रानी यहाँ हुँदो रहेछ। पूजा गर्नुपर्ने। खोजी चल्छ नि त माथि हेर्न त्यसरी। यो टुल पनि रमेश चन्द्र राई, रमेश चन्द्र राई, मीना छेत्री, देवांश राई, इसाम्मा राई। राई परिवार। हजुर राई परिवार ल र त्यहाँ छक्कै छन् ल। आमा राई परिवारका सकल कामना सिद्धियोस्। उहाँहरूका चाहिँ सबै कामनाहरू पूर्ण हुन्। खड्गम चक्र गदेषु चाप परिगाम छुलम चण्डेश्वरम शङ्खम सन्ददति करैस्तेनयनं सर्वाङ्गभूषावृतं नीलासम धुतिमास पादशकं शिवेत् महाकालिकं यामस्तो सपिते हरौ कमलजौ हन्तु मधुकैटम पाथिभरा पञ्चकन्या कालिका देव्यर्थं देव्यार्पणमस्तु। ल यो कृष्णमाया छेत्रीका सबै कामनाहरू पूर्ण हुन आमा। देवी प्रपन्नार्थी हरे प्रसिद्ध प्रसिद्ध मातरि जगदोखिलस्य प्रसिद्ध विश्वेश्वरी पाइ विश्वम तमेश्वरी देवी चराचरेछ। छेत्री परिवारका सबै परिवारको कामना पूर्ण होस्। मनोवाञ्छित फल प्राप्ति कामना छ। कालिका देव्यै नमो नमः। जनकमाया राई, राई परिवारका माता पिता पति पत्नी पुत्र पुत्री सपरिवारका कामना सिद्धियोस्। ओम भगवती महाकाली महालक्ष्मी महासरस्वती त्रिगुणात्मका पाथिभरा देवी प्रीत्यर्थम महिष अग्नि महामाये चामुण्डे मुण्डमालिनी आयु आरोग्य विजयी देही देवी नमस्तुते दिव्यार्पणमस्तु। मिहाङ छ
मियाङ चाहिँ नि एडमिट पनि छ कि ऊ हस्पिटलमा एडमिट छ हजुर उसको त्यसलाई चाहिँ नानी छोएर हो बस्नु। ऊ चाहिँ नानी हो नानी अन्त हो? उसको परिवार सब ल महिषाग्नि महामाये चामुण्डे मुण्डमालिनी आयु आरोग्य विजयी देही देवी नमस्तुते पथि देवालयं दुर्गे आयरणे प्राप्त रिजले सर्वतोपगते दुर्गे नारायणी नमस्तुते रोगा नशेष नपांसि तुष्टा रुष्टा दुकामन सकलान् निविष्टान् त्वमाश्रितानां विपन्नरान् त्वमाश्रिता याश्रयतं परन्ति लामा नानीलाई चाहिँ राम्रो होस् आयु होस् विद्या होस् बुद्धि होस् ज्ञान होस् शक्ति होस् सकल कार्य सिद्धि होस् अरिष्ट गरेर शान्ति गरिदिनु दिव्यार्पणमस्तु चढाइदिनु रुबल रुबलको चाहिँ नि अलिकति प्रब्लम छ कि गुरुजी 6-7 वर्ष पुग्यो बोली आएको छैन अन्त आमा उसको रुबलका चाहिँ नि बागबाँडी शक्ति प्राप्ति होस् उहाँलाई बोल्ने शक्ति दिनु होला उहाँलाई पढ्ने शक्ति दिनु होला उहाँको आयु विद्या बुद्धि ज्ञान भक्ति शक्ति प्राप्ति कामना होस् भगवती महाकाली शक्ति स्वरूपिणी शक्ति पीठादि देवी प्रीत्यर्थम ज्ञानी न मानि चेतांसी देवी भगवती हिसा बाला दा कृष्ण महाय महामाय स्मृते दुर्गे स्मृता हर शिवे तिमसे सजन्तो स्वास्थ्य स्मृतमते मते शुभम ददासि दारिद्र दुःख भयहारिणे का त्वदन्य सर्वोपकार करणाय सदार्थ चित्ताम यम यम चिन्तयते कामम तम तम प्राप्त निश्चितम परमेश्वर मातुलम प्राप्तले भूतले पुमान दिव्यार्पणमस्तु ल चढाइ उसको डल्लै परिवार आमा बाउ छोराछोरी अन्त यो चाहिँ मेरो बहिनी जो प्रतिमा प्रसाद फ्यामिली प्रतिमा र प्रशान्तका दुवैका फ्यामिली सपरिवारका कार्य सिद्धि होस् मनोवाञ्छित फलप्राप्ति कामना हेतु भगवती कालिका देवी प्रीत्यर्थम ओम शरणागत दिनार्तव वितरण प्राणे सर्विसार्थी हरे देवी नारायणी नमस्तुते यात्री स्वयं सुकृति भवनेश लक्ष्मी पापात्मन कृत धीमृदेश बुद्धि श्रद्धां शतां कुलजनं प्रभविष्य लज्जातां त्वं नतास्म परिपालय देव्यस्वं कालिका देव्यै नमो नमः शरणागत दिनार्थ वितरण प्राणे सर्विसार्थी हरे देवी नारायण मुझे सर्व मंगल मंगले शिवे सर्वार्थ साधिके शरणे तरमके गौरी नारायण मुझे लामा सबै कार्यहरू सिद्धि हुन् उहाँहरूले आज शुभ समय पारेर टीका चुरा पुते ऐना धागो वस्त्र यथायथा शक्तिको पूजा गर्नुभएको छ पूजालाई स्वीकार गर्दैन कार्यलाई सिद्धि प्रणतपाल भवादि भूतं वन्दे महापुरुषते मन्त्रार्थ सकला सन्तोषिणः सन्तु मनोरथं शत्रुं विनाशस्य निकानमदेस्तवः कालिका कालनाशाय रोगनाशाय मालिकं भवानी सूर्यनाशाय सर्वदुःखनाशाय चण्डिकां दिव्यार्पणस्तु हामी एउटा फोटो खिचौँ है खिच्नु भाइ 1 उ त्यहाँ 1 2 3 जोडले उस त्यहाँ त्यो अझै डल्ले हिर्काउनु त फुट्छ हाती ल मन्दिर रहेछ उहाँ चाहिँ को हुनुहुन्छ राजा होला या नम्बर होला यस्तो रहेछ अब लागु म अब जाउँ है अहिले चाहिँ 8:04 रहेछ बिहानको अब चाहिँ हामी फर्किँदैछ पूजाहरू गरिसकेर हो लाग्यो हामी पूजा गरेर अब हामी गएको चाहिँ सिक्किमै पुग्नु छ नि त त्यसले गर्दा हतार भएर बिहान 4 पनि नबजिहाल्यो अब चाहिँ टाउन अब चाहिँ हामी फर्केको एकदमै तलबाट थाकेर आएको यहाँ आएपछि शान्ति भएको हो पूजा गर्न पाएपछि मेरो फाइनल्ली है धेरै अघिदेखिको सपना मेरो मनोकामना पुरा भयो है त्यसको लागि विशेष धन्यवाद त मेरो श्रीमानलाई दिन्छु उहाँले मेरै लागि अगाडि आउनु भएको थियो तर पनि मेरो लागि भनेर आउनु भएको थ्याङ्क यू तपाईँलाई तपाईँ छ र त म छु अनि माता रानीलाई पनि एकदमै धन्यवाद है उहाँको बुलावट यो समयमा भएको रहेछ र चाहिँ म उहाँको दर्शन गर्नु पाएँ पूजा गर्नु पाएँ है
र अब भने हामी कति बजी उठेको आज भनिदिनु नि। आज हामी खासै भन्नुहुन्छ 2 बजीदेखि उठेको। बेलुका 8 बजी चाहिँ ठुलो फेदीमा आएर बसेको थियो। अन्त बिहान 2 बजी चाहिँ निन्द्राले छोडेर निन्द्रै लागेन। त्यहाँदेखि 2:30 उठेर फ्रेस भएर 3 बजीतिर त चियाहरू खाँदै थिएँ है। त्यही 4 बज्नु 15 मिनटहरूमा हिँडेको। पानी यस्तो पर्दै थियो बिहान। अन्त छाता ओढ्दै आएको थियो हामीले है। अन्त भरे बाटोदेखि चाहिँ पानी रह्यो। अन्त यहाँ आइपुग्दाखेरि अहिले यति बेसी घाम लागेको थियो। अहिले भर्खर मात्र धुम्मे भयो है। हामीले चाहिँ यहाँको घाम लागेर क्लियर मौसममा वरिपरिको भ्यूहरू पनि देख्न पायौँ है। एकदमै अहिले चाहिँ बादल लाग्यो फेरि। र वी आर गोइङ डाउन। र अब चाहिँ यति नै हो हाम्रो आजको भिडियो है। पज गरिराख्नु पर्यो। यति बेसी यस्तो के चाहिँ बनाइ त बिहान एन्ट्रेन्स। अब हामी चाहिँ फर्केको यो गेट हो। अघि चाहिँ यस्तो दामी घाम लागिरहेको थियो। अहिले फर्किँदा चाहिँ हल्का धुम्मिरहेछ। मन्दिर घन्टीको एउटा डिजाइन गरेको रहेछ। अब यहाँदेखि चाहिँ डाउन यस्तो चाहिँ तलैसम्म छ। यस्तो साह्रो पर्दो रहेछ उकालो आउनु चाहिँ। हामीलाई चाहिँ माउन्ट एभरेस्ट चढेको जस्तो फिल भयो। माउन्ट एभरेस्ट चढे जस्तो भयो नि। हामी पुरा अब चाहिँ मकै आमा हुन्छ। अब चाहिँ खानु र अहिले भने चाहिँ हामी माथि पुगेर जानु 3 घन्टा लाग्यो। आउनु चाहिँ हामीलाई सायदै 2 घन्टा जस्तो लाग्यो होला। यहाँ आएर हिजो बसेकै ठाउँमा मजाले टन्नै है दिउँसोको खाना खाएर चाहिँ हामी सिक्किमतर्फ लाग्यौँ। बाई बाई।